नमस्कार साथीहरू। अमेरिकी डलर किन यति छिटो बलियो हुँदैछ? आउनुहोस् बुझौँ हाल यस भिडियोमा। नेपाल राष्ट्र ब्याङ्कका अनुसार अमेरिकी डलरको सट्टासाट मूल्य 143.77 रुपियाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च रकम हो। अब प्रश्न उठ्छ, डलर कसरी यति शक्तिशाली भयो त? पहिलो कारण हो अमेरिकाको केन्द्रीय बैङ्कले ब्याज दर बढाउनु। जब ब्याज दर बढ्छ, डलरमा पैसा राख्दा बढी नाफा हुन्छ र लगानीकर्ताहरू अमेरिकातिर आकर्षित हुन्छन्। डलरको माग बढ्छ, अझ डलर बलियो हुन्छ। अब दोस्रो कारण छ ग्लोबल क्राइसिस। साथीहरू, यसरी बुझ्नुहोस् कि जति बेला विश्वमा महामारी आउँछ, युद्ध सिर्जना हुन्छ, महँगी बढ्छ, विश्वमा गरिबी छाउँछ, भयङ्कर आर्थिक सङ्कट हुन्छ, तब धेरै ठुलो असर पर्छ विश्वमा र लगानीकर्ताहरू यस्तो जोखिमबाट भाग्छन् र सुरक्षित मुद्रा खोज्न थाल्छन्। अब सुरक्षित मुद्रा युएसडी बन्न पुग्छ, अर्थात् अमेरिकी डलर। अमेरिकी डलरतिर पैसा जान्छ र विश्वमा अमेरिकी डलरको मूल्य झन् बलियो हुँदै जान्छ। अब यसको असर नेपालमा कसरी पर्छ त साथीहरू? नेपालको अर्थतन्त्र ठुलो मात्रामा आयातमा निर्भर छ साथीहरू। पेट्रोल, डिजेल, ग्यास, मोबाइल, ल्यापटप, औषधि, मेसिनरी सामानदेखि लिएर धेरै खाद्यान्न समेत बाहिरबाट ल्याइन्छ र यी सबैको भुक्तानी अमेरिकी डलरमै गर्नुपर्छ। जब डलरको मूल्य बढ्छ, नेपालले उही सामान किन्न पहिलेभन्दा धेरै रुपियाँ तिर्नुपर्छ। यसले आयात खर्च बढाउँछ, व्यापार घाटा बढ्छ र विदेशी मुद्रा सञ्चित दबावमा पर्छ। नतिजास्वरूप सरकार र निजी क्षेत्र दुवै आर्थिक तनावमा पर्छन्। साथीहरू, यसको प्रत्यक्ष असर भने आम मानिसमा देखिने गर्दछ। साथीहरू, यसरी अमेरिकी डलरले सम्पूर्ण विश्व बजारलाई हल्लाएको छ। तर प्रश्न भने अझ बाँकी छ, जसको उत्तर अग्लो भिडियोमा आउनेछ। आजको लागि यति नै। अर्को भिडियोमा जोडिनुहोला र भिडियो राम्रो लागेमा च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला। हस्त धन्यवाद।